म प्रधानमन्त्री नै बन्न गएको साउथ आसियामा तपाईको जन्य उम्मेदवारी दिनु, मैसँग लड्नु, जितेर चलाउनु। श्रमलाई पूजा मान्ने मनमौजी तर जनप्रिय एक अनौठो पात्रको उदय यो देशले देख्दैछ। धरानको धुलो, राजनीतिको हल्ला र रैथाने जनताको श्वास मिसिएर बनेको एउटा नाम। दुब्लो कद, कठोर स्वर तर भित्रबाट साह्रै कोमल। कसैका लागि अनप्रेडिक्टेबल मेयर, कोही कसैका लागि देशले खोजेको नेता। माटोको गन्धले बनेको नेता, श्रमलाई भगवान मान्ने एक परिवर्तनको सम्वाहक। हर्कबहादुर साम्पाङ एक श्रम क्रान्तिकारी। हर्कराज राई, तर हामीले उनलाई हर्क साम्पाङ रिभोल्युसनको नामबाट धेरै चिन्छौँ। उनको जन्म बुबा तिलबक्रम राई र आमा जसमाया राईको कोखबाट विक्रम सम्वत 2039 फागुन 15 गते खोटाङको खर्तामछा गाउँ, हालको केपिलासगढी गाउँपालिका चोखानेमा भएको थियो। उनका बुवा पूर्व ब्रिटिस गोर्खा सैनिक हुन्। ब्रिटिस सेनाबाट फर्किएपछि उनले गाउँमै आएर साधारण कृषकको रूपमा जीवन बिताए। हर्क साम्पाङ खर्तामछाको पहाडी र सीमित सुविधा भएको गाउँमा हुर्किए। उनको परिवार आर्थिक रूपमा धनी थिएन। आमा बुबा खेतीपाती र बुबाले वैदेशिक सेवाबाट ल्याएको आयको भरमा पर्दछ। परिवारमा कडा परिश्रम, आत्मनिर्भरता, सामूहिक श्रम र इमानदारीलाई धेरै महत्त्व दिइन्थ्यो। यी मूल्यहरूले पछि आएर उनले अघि सारेको श्रम संस्कृति भन्ने राजनीतिक सामाजिक अवधारणामा महत्त्वपूर्ण भूमिका खेले। हर्क साम्पाङले आफ्नो प्रारम्भिक शिक्षा खोटाङकै शुक्रबारे माध्यमिक विद्यालयबाट लिए र त्यहीँबाट एसएलसी उत्तीर्ण गरे। एसएलसी सकिएपछि विक्रम सम्वत 2055 सालतिर उनी उच्च शिक्षा पढ्नका लागि पूर्वी नेपालको प्रमुख सहर धरान जाने। धरानको महेन्द्र बहुमुखी क्याम्पसमा उनी स्नातक तहमा भर्ना भए। विभिन्न स्रोतहरूमा उनी कुन विषयमा स्नातक गरेका भन्नेमा सानो भिन्नता भए पनि धेरैजसो लेखहरूले उनले अङ्ग्रेजी तथा राजनीतिशास्त्र, समाजशास्त्र विषयमा अध्ययन गरेको उल्लेख गरिन्छ। स्नातक सकेपछि केही वर्ष धरानमै उनले ट्युसन शिक्षकको रूपमा काम गरे। त्यसपछि धेरै युवा झैं उनी पनि वैदेशिक रोजगारीतर्फ आकर्षित भए र मलेसिया, इराक र अफगानिस्तानमा श्रमिकको रूपमा काम गर्न गए। विदेशबाट फर्किएपछि उनी धरानमै बसेर कृषि र टेम्पो व्यवसायमा लागे। यही समयमा रोजगारीसँगै सामाजिक मुद्दा उठाउने र भ्रष्टाचार तथा बेथिदी विरुद्ध खुलेर बोल्ने काम गर्दै गए। यसै प्रक्रियाले उनी सामाजिक मुद्दामा खुलेर बोल्ने युवा अभियन्ता भनेर चिनिन थाले। करिब एक दशकभन्दा बढी समयदेखि उनी सडक, जलाधार, सरसफाई र भ्रष्टाचार विरुद्धको निरन्तर अभियानमा सक्रिय रहे। उनका प्रारम्भिक गतिविधिहरूमध्ये सर्दु जलाधार संरक्षण अभियान मुख्य मानिन्छ। सर्दु खोला वरपर भइरहेको जलाधार अतिक्रमण, अवैध उत्खनन र वन विनाशले धरानको दीर्घकालीन खानेपानी स्रोत र वातावरणमा ठूलो असर पार्ने कुरा उनी बारम्बार चेतावनी दिन्थे। यिनै मुद्दासँगै उनले धरान बस पार्कको अनियमितता, बीपी प्रतिष्ठानको व्यवस्थापनमा देखिएको बेथिति, नगरपालिकाले बढाएको कर र कर प्रणालीमै देखिएको असङ्गतिबारे पनि लगातार आवाज उठाए। उनको अभियानको शैली पनि धेरै फरक थियो। उनी प्राय एक्लै टेम्पो लिएर माइक्रोफोन र स्पिकर राखेर सडक घुम्थे, जनतालाई प्रत्यक्ष सम्बोधन गर्थे, पम्पलेट बाँड्थे र गाउँ टोलमा गएर प्रत्यक्ष भेटघाट गर्थे। फेसबुक, युट्युब जस्ता सामाजिक सञ्जाल मार्फत उनले आफ्नो श्रमदान कार्यक्रम, अभियान र दैनिक गतिविधि नियमित रूपमा सार्वजनिक गर्ने गरेका कारण धरानका सामान्य नागरिक बीच उनको लोकप्रियता अझै बढ्दै गयो। धेरै धरानी नागरिक परम्परागत पार्टीहरूको झगडा, ढिलो हुने विकास र कुशासनबाट निराश भइरहेका बेला उनी स्वतन्त्र विकल्पका रूपमा अघि आए। विक्रम सम्वत 2076 मा मेयर तारा सुब्बाको निधनपछि भएको उपनिर्वाचनमा उनले पहिलो पटक स्वतन्त्र मेयरको रूपमा प्रतिस्पर्धा गरे। त्यो चुनावमा 422 मत पाउँदै 5औं स्थानमा उनी रोकिए। हारपछि पनि उनले खानेपानी, सडक, वातावरण र भ्रष्टाचार विरुद्ध उठाइरहेको अभियान भने छाडेनन्। 2069 साल जेठ 30 मा भएको स्थानीय तह निर्वाचनमा उनले फेरि स्वतन्त्र मेयर उम्मेद्वार बन्ने घोषणा गरे। यो पटक उनको चिन्ह लौरो थियो। उनले धरानको पुरानो खानेपानी समस्या समाधान गर्ने, जलाधार र वातावरण जोगाउने, भ्रष्टाचार नियन्त्रण गर्ने, श्रमदानबाट विकास गर्ने र साधारण जीवनशैलीमा काम गर्ने जस्ता एजेन्डा लिएर चुनाव लडे। अन्तिम नतिजा अनुसार उनले 20,821 मत ल्याएर नेपाली कांग्रेसका किशोर राईलाई करिब 5,000 मतले पछि पार्दै विजयी भए। यससँगै हर्क साम्पाङ धरान उपमहानगरपालिकाका 6औं तर राजनीतिक दल बाहिरका पहिलो मेयर बने।
मेयर बनेपछि हर्क साम्पाङले कामको सुरुवात धरानको सबैभन्दा पुरानो समस्याबाट गरे, पानी। उनले कोकाहा खोलाबाट पानी ल्याउन श्रमदान आधारित अभियान चलाए, जहाँ लगातार 98 दिनसम्म स्थानीयहरू, स्वयंसेवी र दाताहरूको सहयोगमा करिब 42 किलोमिटर पाइप तानियो। यिनै श्रम गतिविधिका लागि ओल्ड बुक अफ रेकर्ड लन्डनले उनलाई प्रमाणपत्र समेत प्रदान गर्यो। यही सोचबाट बनेको अर्को परियोजना धरान 20मा निर्माण गरिएको श्रम संस्कृति पार्क हो। स्थानीय श्रम इतिहास, योगदान र समुदायलाई सम्मान गर्ने उद्देश्यले बनाइएको यो पार्क पछिल्ला वर्षमा आन्तरिक पर्यटकहरूको आकर्षक स्थान बन्दै गएको छ। उनको कार्यकाल उपलब्धिसँगै विवादले पनि भरिएको छ। प्रारम्भदेखि नै उपमेयर, वडाध्यक्ष र कार्यपालिका सदस्यहरूसँग योजनाको प्रक्रिया, श्रमदान अभियान, फाइलको समन्वयन, चन्दा व्यवस्थापन लगायत विषयमा वाद विवाद बढ्दै गएको थियो। हटाउनु पर्थ्यो, त्यसरी चुनौती दिएर चाहिँ बोली नगर्नु पर्थ्यो भन्ने मेरो चल्दैन। यो बैठक म कराइराख्छु, यो बैठक चल्दैन। मेरो इच्छा अनुसार चलाउँछ म। तपाईहरुले आफ्नो इच्छा अनुसार चलाउने भने 84मा तपाईको चाहिँ उम्मेदवारी दिनु, मैसँग लड्नु, जितेर चलाउनु। आजको बैठक स्थगित भएको जानकारी गराउनु। गर्ने विषयमा मेयर पक्ष र एमाले बहुमत पक्षबीच ठूलो मतभेद हुँदा लामो समय बजेट प्रक्रिया रोकिएको पनि थियो। हर्क साम्पाङ एक समय काठमाडौँका मेयर बालेन्द्र शाह बालेनसँग सामाजिक रूपमा निकै नजिक देखिन्थे। दुवैलाई स्वच्छ राजनीति, जनताका सिधा आवाज, भ्रष्टाचार विरुद्धको प्रतीक मानिन्थ्यो। तर समय क्रममा समानताले नै तनाव पैदा गर्यो। समयसँगै केही घटनाले दूरी बढ्दै गयो। त्यसपछि 2025 को जेनजी आन्दोलनका अन्तरिम नेतृत्वको बहसले विवादलाई खुलेरै सतहमा ल्यायो। हर्कले आफू पनि नेतृत्वका लागि तयार भएको संकेत गर्दा बालेनले भने सुशीला कार्कीलाई समर्थन गरे। हर्कलाई मन नपरेपछि आफै गर्न सक्छु भनेपछि म अरूलाई मानिनु नमस्ते गरिनु पर्ने हो? होइन। बालेन डजन्ट डिजर्भ टु बी लिडर। आन्दोलनका समर्थकहरू पनि दुई धारमा विभाजित भए। यति हुँदाहुँदै पनि बालेनले पछि सामाजिक सञ्जाल मार्फत हर्कप्रति एकतर्फी भए पनि माया नघट्नेका बताएको प्रसङ्गले सम्बन्धमा रहेको व्यक्तिगत सम्मान अझै बाँकी रहेको देखाउँछ। 2025 सेप्टेम्बर 8 र 9 का दिन नेपालभर जेनजीको ठूलो आन्दोलन भयो। सामाजिक सञ्जालमाथिको ब्यान, भ्रष्टाचार, निरङ्कुशता, बेरोजगारी, आर्थिक अव्यवस्था र असन्तुष्टिप्रति युवाहरू सडकमा ओर्लिएका थिए। काठमाडौँ, पोखरा, विराटनगरदेखि नेपालगञ्जसम्म बाक्लो भिड, आक्रोश, तोडफोड सबै देखियो। तर धरान भने देशका सबैभन्दा कम क्षति भएको सहर बन्यो। यसको सबैभन्दा ठोस कारण थियो कसापाङको त्यति बेला गरिएको सक्रिय यो सिलसिलाको अन्त्य गर्नुपर्छ। अब आन्दोलन सुरु हुन अघि नै उनले भनेका थिए, प्रिय धराने युवाहरू हो, आन्दोलन गर्नुहोस्, आवाज उठाउनुहोस्, तर धरानका ढुङ्गा माटो नटुटुन्, यो सहर तपाईँकै भविष्य हो। यो सुनेपछि धेरै युवाले आन्दोलनको भावनालाई नैतिक दिशानिर्देश जस्तै स्वीकारे। त्यसै दिन उनी ओडामा पुगेका थिए। युवालाई भेला पारेर भनेका थिए, तपाईँहरूको चिच्चाइका आवाज काठमाडौँसम्म पुग्छन्, तर यहाँ फुटेका ढुङ्गा मर्मत गर्ने पैसा धरानकै गरिब आमा बुबाले दिनुपर्छ। श्रम संस्कृति पार्टीको गठन। पार्टी गठन गर्नु अघि बालेनलाई पनि 3-4 पटक पार्टी बनाउन आग्रह गरेका थिए, तर बालेनले कुनै जवाफ दिएनन्। जेनजी आन्दोलनपछि यो कुरा झन् अधुरै रह्यो। उनी विभिन्न नेताहरू, बुद्धिजीवी तथा सामाजिक अभियन्तासँग भेटघाटमा व्यस्त थिए। कुलमान घिसिङलाई पनि हजुरलाई नयाँ पार्टीबारे के विचार छ भनेर उनले सोधेका थिए, तर त्यो प्रयास पनि सफल भएन। अन्ततः आफै अघि बढेर उनले प्रत्यक्ष निर्वाचित कार्यकारी, विद्यार्थीलाई 3 दिन कक्षा र 4 दिन श्रम, कक्षा 12 पछि सैनिक तालिम, पत्रकार, सरकारी कर्मचारी तथा न्यायाधीशलाई दल निरपेक्ष राख्ने मुख्य एजेन्डा सहित श्रम संस्कृति पार्टी गठन गरे। यो निर्वाचनमा श्रम संस्कृति पार्टीको प्रभाव कस्तो होला, कति सिट जित्छ होला, के हर्क राष्ट्रिय राजनीतिमा सफल होलान्? तपाईहरुलाई के लाग्छ? आफ्नो विचार कमेन्टमा लेख्नुहोला।